नमस्कार, म रूपा थापा। तपाईहरू सबैलाई मेरो युट्युब च्यानल मैले हारेकी छैनमा हार्दिक स्वागत छ। सबैभन्दा पहिले अघिल्लो एपिसोडलाई माया गर्नुहुने, हेर्नुहुने, लाइक कमेन्ट गरेर हौसला दिनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई मनैदेखि धेरै धेरै धन्यवाद। तपाईहरूको साथले नै मलाई आफ्नो जीवनका पीडादायक पानाहरू सुनाउने हिम्मत दिएको छ। आज म मेरो जीवनको अर्को सत्य अध्याय सुनाउँदैछु। यो कथा केवल एउटा प्रेम कथा होइन, यो विश्वास, सपना र जीवनले दिएको अर्को परीक्षाको सुरुवात हो। यदि तपाईले एपिसोड 1 र एपिसोड 2 हेर्नुभएको छैन भने पहिले ती एपिसोड हेर्नुहोस्। त्यसपछि त्यो भाग हेर्दा मेरो जीवनको कथा अझै राम्रोसँग बुझ्न सक्नुहुनेछ। अब धेरै समय नलिई सुरु गरौँ मेरो जीवनको अर्को अध्याय। अघिल्लो भागमा मैले मेरो जीवनमा आएको एउटा नयाँ व्यक्तिको बारेमा सुनाएकी थिएँ। उहाँ नै पछि मेरो श्रीमान बन्नुभयो। तर उहाँसँगको यात्रा कसरी सुरु भयो, मैले फेरि कसरी विश्वास गर्न सकेँ र त्यो विश्वासले मेरो जीवनलाई कहाँ पुर्यायो, आज त्यही कथा सुनाउँदैछु। सत्य भन्नुपर्दा पहिलेको घटनापछि मेरो मन एकदमै टुटेको थियो। म बाहिरबाट सामान्य देखिन्थे, हाँस्थे, बोल्थे, तर पनि त्यो हाँसोभित्र धेरै पीडा लुकेको थियो। म फेरि कसैलाई विश्वास गर्न सक्दिनँ भन्ने लाग्थ्यो। तर उहाँ अरू जस्तो हुनुहुन्थ्यो। उहाँले कहिले मेरो विगतको मजाक उडाउनु भएन, बरु भन्नुहुन्थ्यो सधैँ, तिमीले धेरै दुःख बोकेकी छौ, अब तिमी खुसी हुनुपर्छ। उहाँका ती शब्दहरूले मेरो मन बिस्तारै परिवर्तन गर्न थाले। हामी दिनहुँ कुरा गर्थ्यौँ। उहाँ विदेशमा हुनुहुन्थ्यो। टाढा भए पनि कहिले टाढा भएको महसुस गराउनु भएन। बिहान उठ्ने बित्तिकै मेरो हाल खबर सोध्नुहुन्थ्यो। राति सुत्नु अघि खाना खायो, आफ्नो ख्याल राख्नु भन्नुहुन्थ्यो। यस्ता ससाना कुराले मेरो मन फेरि बाँच्न सिक्दै थियो। एक दिन उहाँले मेरो विगतको बारेमा सोध्नुभयो। सुरुमा म चुप लागेँ, किनभने ती कुराहरू सम्झदा अझै मन दुख्थ्यो। तर उहाँले भन्नुभयो, मनमा राखेर एक्लै नरौ, मलाई भन, दुःख बाँड्दा मन हल्का हुन्छ। त्यो कुरा सुनेपछि मैले पहिलो पटक आफ्नो मन पुरै खोलिदिएँ। मैले मेरो जीवनमा भएका सबै घटनाहरू सुनाएँ। मेरो बाल्यकाल, गरिबी, काठमाडौँ आएको सङ्घर्ष, पहिलोचोटि सबै कुरा बोल्दै गर्दा कतिपटक मेरो आवाज नै रोकियो, आँखा रसाए, तर उहाँले एकपटक पनि अधैर्य गर्नु भएन। सबै कुरा शान्त भएर सुन्नुभयो। अन्त्यमा उहाँले यति मात्र भन्नुभयो, रूपा, तिम्रो गल्ती केही थिएन। नराम्रो अनुभवले राम्रो भविष्य खोज्न दिनु हुँदैन। म तिम्रो विगत बदल्न त सक्दिनँ, तर तिम्रो भविष्य राम्रो बनाउन चाहन्छु। उहाँका ती शब्दहरू मेरो मनभित्र धेरै गहिरोसम्म पुग्यो। सायद धेरै समयपछि पहिलो पटक कसैले मेरो मनलाई बुझ्ने प्रयास गरेको थियो। समय बित्दै गयो, हाम्रो सम्बन्ध पनि बिस्तारै गहिरिँदै गयो। एक दिन उहाँले भन्नुभयो, रूपा, म तिमीलाई मन पराउँछु। यदि तिमी तयार छौ भने म तिमीसँग जीवन बिताउन चाहन्छु। त्यो कुरा सुनेपछि मेरो मन एकछिन शान्त भयो। खुसी त लाग्यो, तर डर पनि उत्तिकै थियो। किनभने मैले एकपटक विश्वास गरेर धेरै ठुलो पीडा भोगिसकेकी थिएँ। त्यसैले मैले तुरुन्तै उत्तर दिइनँ। धेरै दिनसम्म सोचिरहेँ
यो कुरा मैले मेरो दिदीलाई पनि सुनाएँ। दिदीले भन्नुभयो, जीवनको निर्णय हतारमा नगर, मान्छेलाई राम्रोसँग बुझ। यदि ऊ साँच्चै नै राम्रो मान्छे छ भने मात्रै अगाडि बढ। र अन्ततः मैले आफ्नै मनलाई एउटा मौका दिने निर्णय गरेँ। मलाई लाग्यो सबै मानिस उस्तै हुँदैनन्। सायद भगवानले यो पटक मेरो जीवनमा राम्रो मान्छे पो पठाउनु भएको होला। उहाँलाई मैले मेरो निर्णय सुनाएँ। उहाँ धेरै खुसी हुनुभयो। उहाँले भन्नुभयो, धन्यवाद रूपा, म तिम्रो विश्वास कहिले तोड्ने छैन। उहाँका ती शब्दहरू सुनेर मैले पनि भविष्यका धेरै सुन्दर सपना देख्न थालेँ। तर मलाई कहाँ थाहा थियो र जीवनले मेरो लागि अझै कस्तो परीक्षा लुकाएर राखेको रहेछ। त्यसपछि हाम्रो सम्बन्ध अझै बलियो हुँदै गयो। केही समयपछि उहाँ पनि विदेशबाट नेपाल आउनुभयो। उहाँलाई पहिलो पटक भेट्ने दिन नजिकै जाँदा मेरो मनमा धेरै उत्साह थियो, तर सँगै अलिकति डर पनि उत्तिकै थियो, किनभने मैले उहाँलाई अहिलेसम्म फोटो र भिडियो कलमा मात्र देखेकी थिएँ। बारम्बार मनमा एउटै प्रश्न आउँथ्यो, उहाँ साँच्चै नै मैले सोचे जस्तै हुनुहुन्छ त? अन्ततः त्यो दिन पनि आयो। हामी पहिलो पटक भेट्यौँ। उहाँलाई आफ्नै आँखाले देख्दा मेरो मनमा भएको आधा डर त त्यही क्षणै हरायो। उहाँले मुस्कुराउँदै मेरो हालखबर सोध्नुभयो। त्यो मुस्कानमा आफ्नैपन थियो, सम्मान थियो र एउटा यस्तो विश्वास थियो जसले मेरो मनलाई धेरै शान्त बनायो। उहाँले विदेशबाट ल्याइदिनु भएको सानो उपहार आज पनि मलाई सम्झना छ। तर त्यो उपहार भन्दा पनि उहाँले दिएको सम्मान र माया मेरो लागि धेरै ठुलो थियो। त्यसपछि हाम्रो सम्बन्धलाई दुवै परिवारले पनि स्वीकार गर्नुभयो। बिस्तारै विवाहको कुरा अगाडि बढ्यो। त्यो बेला म जम्मा 17 वर्षकी थिएँ। मेरो उमेरभन्दा ठुला थिए मेरा सपना। म अझै पढ्न चाहन्थेँ, आफ्नो खुट्टामा उभिन चाहन्थेँ। मैले उहाँलाई स्पष्टसँग भने, मलाई विवाहपछि पनि पढ्न मन छ, मेरो पढाइ रोकिनु भएन। उहाँले बिना कुनै रोकथोक गर्नु भएन। तिमी ढुक्क भएर विवाह गर, म तिम्रो पढाइलाई कहिले रोक्दिन। म तिमीलाई काठमाडौँ राख्छु, तिम्रो सबै सपना पुरा गर्न म तिम्रो साथमा हुनेछु। उहाँका ती शब्दहरू सुनेपछि मैले भविष्यका धेरै सुन्दर सपना देख्न थालेँ। मलाई लाग्यो अब सायद मेरो जीवनमा पनि खुसी आउनेछ। त्यही विश्वासका साथ मैले विवाह गर्ने निर्णय गरेँ। विवाहका दिन मेरा आँखामा धेरै सपना थिए। मैले सोचेकी थिएँ, अब मेरो जीवनमा दुःख होइन, खुसी मात्र आउनेछ। अब म आफ्नो पढाइ पुरा गर्नेछु, श्रीमानसँग मिलेर एउटा सुन्दर संसार बनाउनेछु। तर जीवनले देखाएका सबै सपना कहाँ पुरा हुँदा रहेछन् र? जुन सम्बन्धलाई मैले आफ्नो सबैभन्दा ठुलो खुसी ठानेकी थिएँ, त्यही सम्बन्धपछि मेरो जीवनको सबैभन्दा कठिन परीक्षा सुरु हुनेछ भन्ने मैले कल्पना पनि गरेकी थिइनँ। किन मेरो पढाइ बिचमै छुट्यो? किन अस्पतालको ढोका मेरो तेस्रो घर जस्तै बन्यो? किन मैले एकपछि अर्को पीडा सहनु पर्यो? ती सबै साँचो घटनाहरू म अर्को एपिसोडमा सुनाउनेछु। यदि तपाईहरूलाई मेरो कथा मन परिरहेको छ भने कृपया लाइक, कमेन्ट र सब्सक्राइब गरेर साथ दिनुहोला। फेरि अर्को भागमा भेट्नेछु। बाई।